गऱ्यौँ हाम्रो लागि होइन रहेछ क्या। हाम्रो नामहरू चाहिँ मिसयुज भएको रहेछ। हाम्रो फाइदा उठाएर रवि लामिछाने जस्तो सहर चाहिँ बाहिर निस्किनु भयो। त्यहाँदेखि 700 जना हत्याराहरू बलात्कारीहरू भाग्नुभयो। भागेकै एक दिनमा उहाँहरूले चोरी गर्नुभयो कि यही सबको लागि हो त यो सब हामीले गरेको? हाम्रो लागि रहेछ त यो सब? नरहेछ। जेनजीको नाम युज गरेर हामीहरूलाई मिसयुज गरेर अरूले नै फाइदा उठाइराख्नु भएको छ। अनि यही यस्तै हो भने हामीलाई रवि लामिछाने चाहिएको होइन। यदि यही उहाँको लागि हामीले गरेको पनि होइन, यस्तै नै हुन्छ भने फेरि जेनजीहरू सडकमा चाहिँ आउनुपर्छ। त्यो हत्याराहरू बलात्कारीहरूलाई निकाल्नको लागि गरेको आन्दोलन हो यो। त्यसकै लागि हो गरेको हामीले। त्यसकै लागि हो हाम्रो दाजुभाइहरू मरेर शहीद भएको। त्यसको लागि होइन। सो सबैजना जाग्नुपर्छ है। सबैजनाले बुझ्नु, सबैजनाले सेयर गर्नु। यो हामीले रवि लामिछानेको लागि गरेको आन्दोलन थिएन, यो हाम्रो लागि गरेको आन्दोलन थियो। उहाँले चाहिँ त्यसको भरपुर फाइदा उठाउनु भयो। आफू त भाग्नुभयो। साथमा 700 जना